ए बाउ के भयो के भयो? मलाई काठमाडौँ पढाउन कल लाग्ने। किन आत्तिरहेको छस् त? सबै साथीहरू गइसके हिजो आज म मात्र बाँकी छु। को गए? धेरै साथीहरू अब कलेजमा पढ्ने ती साथीहरू अब अघि धनीहरू धेरै गइसके, म मात्रै बाँकी छु। त्यसो त कहिले जाने हो त? खै म भोलि जसरी पनि जानुपर्छ। अब प्लस टूको चाहिँ एडमिसन खुलिरहेको छ, त्यही भएर के गर्छस् त तिमी? आमुन माइती गइछ हेर केटा, अहिले 2-3 दिन पर्खिन तिमी त्यसो त जालैस नि यार। किन त्यस्तो हुँदै हुँदैन यार बुवा यार, उता एडमिसन छुट्यो भने के हुन्छ मेरो? जिद्दी नगर के, जिद्दी नगर। त्यस्तो हुनै हुँदैन के, त्यस्तो म भोलि नै जाने हो। म गएँ अहिले। कति जिद्दी गर्छस् यार छोरा, कति जिद्दी गर्छस् के त यार। जानेपछि अब कुरा गरौँला नि त। कमिटी कल गर्नु त। किन आत्तिरहेछस्? फोन गरिरहेको छु, फोनै लागेको छैन। फोन लाग्यो भने भन्न त, तँलाई जसरी मैले पठाए होइन? पठाए होइन तल फोनै लाग्दैन। हेलो, त्यहाँ कहाँ छोरो काठमाडौँ पढ्न जाने भन्दैछ यार। कहिले कतिखेर आउने हो घर? त्यहाँ माइतै बस्ने हो? के अरे? अझ 2-3 दिन लाग्छ। मान्दैन, मैले पनि भने 2-3 दिन बस। अघि उता पनि के अरे, उता पनि कहाँ एडमिसन खुलायो भन्छ। त्यो टुटु गरे प्लस टू एडुकेसन भन्दा न बेसी टुटु के साइन्स के हो? प्लस टू साइन अरे के त्यही भन्दा मान्दैन। छुट्टी साइन्स एडमिसन कि छुट्टी त भन्दो छ। यता गइजाने भन्दो काठमाडौँ भोलि साथीको गयो भन्दो। पठाउनै त पर्यो त, पैसा दिएको छैन खासै। ल ल ल त्यहाँ म भोलि पठाइदिन्छु। काज गरेको गरिसम्मसँग भयो, म भोलि पठाइदिन्छु। ल ल ल ल ल राम्रोसँग आउनु। अब ठिक छ ल। त्यहाँ नआउने भयो रे, 2-3 दिन अझै टाइम लाग्ने भयो रे। अब के भन्ने कुरा छ, उता माइतीको के विवाह हुँदो के हुँदो रे। हेर अहिले समय नै वैशाख समय हो, त्यही छ अरे। फेरि आयो भने दुःख मान्दा फेरि केही छ, कहाँ भित्र कहाँ पैसा छ भन्दैछ। थोरै त्यो गर्दा त्यही दिनु हुनेछ। के गर्दा त आमा मुखहरू जाले भने क्या हेर। गइजान तल एडमिसन छुट्यो जाउँ। ल ल अब गइजा त भनेपछि अब के गर्नु त, भोलि नै जाने त। त्यहाँ गएर भोलि दिने सामान चाहिँ रेडी गरेको छोरा। अब जाँदो भन्दा डिप्पी गरेर चाहिँ छुट्टा के भन्दा हामी त केही थाहा पर्दैन यार। बुढो मान्छे नाम ट्याग गरे के गुन्द्रुक अनि कपडा राम्रो गर्ने है। जानु पर्यो। को साथी को छ? साथी एक्लै जाने हो। होइन त्यहाँ बस्ने साथी बस्ने सामान प्याक गर्नु है। ल ल म रेडी छ, सब रेडी छ। के लगी? कपी किताब अब लुगा पनि भइगयो। ल अब त्यही त हो न। अब के छ? टिका लाउने। टिका ल बस एसीमा पास भई मेरो हाम्रो नाक ढाकी बुझिन। अब कोहीले पनि गरेको थिएन नि पास, तैँले गरी हेर। अब त्यही हो, राम्रोसँग गइस्। काठमाडौँ जाँदाखेरि शुभयात्रा होस्, राम्रोसँग गइस् हेर। तिमी पनि राम्ररी बहिनी। अब तेरो आमाले फोन गरेकै हौ बुझिन। आएन नि त के गर्नु त। अब त्यहाँ माइत के विवाह हुँदो कि एकचोटि है। मन लाम पर्दैन यता लाउँ के लाउँ थोरै। त्यहाँ फेरि सहर गइसकेपछि हेर, त्यहाँ साथीहरूको लैलेमा लाग्ने होइन। प्लस टू साइन्स पढ्दो भने है, त्यो केटीको लाइनमा लाग्ने, केटी हेर्ने काम गरिस् भने थाहा पायो भने हेर। थाहा पायो भने हेर, तँलाई त डुङ्गोला होइन, तँलाई त घर ल्याएर हलो जोताउँछु। बुझिन। तत्र जाने राम्रो पढ्ने, रुम खुने साथी राम्रो खुने, साथीको लैलेमा नलागे। साथीले ए भएन नि भन्ने होइन है। तपाईँलाई त्यहाँ गर्ने केटीको बच्चामा लाग्यो अहिले जमाना फरक छ बुझ्यो कि नै। केटी लाग्ने पैसा गर्ने थाहा भएन मान्दैन। त्यहाँ गयो भनेपछि ऊ त भनेपछि है। ल होस्टेल बस्ने कि रुम बस्ने? रुममा बस्ने। रुममा
ए ल त्यसो भए अब रुममा बहिनी को को छ त्यहाँ सोचिने साथी एउटा साथी साथी राम्रै हो नि ए त्यो होइन भने फेरि ऊ होला साथी धेरै नजाउँ है ल ल ल ल अब जाउँ अब ढिला हिजोलाई आयो टाइम पनि भयो एकदम त ढिला गए त है म रुम खोज्नु पर्यो होइन साथी यस्तै छ खोज्नु पर्यो यार माथि जानु पर्यो माथि पाइन्छ माथि पाइन्न होला ए ए यहाँ सोधौँ पहिला यसो आन्टी यहाँ रुम खाली छ छैन बाबु यहाँ कतै यहाँ यताउता खाली छ कि यसो थाहा त छैन भन्छ नि त के गर्नु त जाने अन्त खुसी ओ अङ्कल हजुर हजुर यहाँ रुम खाली छ रुम त खाली नै छ यसो दुईजना बस्ने राम्रो त रुम त राम्रो छ एकदम तर अब यहाँ छुट्टै नियमको पालना गर्नुपर्छ के हो त्यस्तो नियम अब केटी ल्याउनु मिल्दैन बेलुका चाहिँ अब 8 बजेसम्म यहाँ 8 बजेदेखि बाहिर जानु पनि मिल्दैन यो बस्न सक्छौ त यहाँ रुम अनि त्यस्तो बस्ने होइन मेरो भाइको लागि यहाँ ए भाइ एक्लै बस्ने हो र एक्लै बस्छु बस्नु त अनि के यताउति नियमको पालना यहाँ बाबु यहाँ राम्रोसँग बस्ने भए चाहिँ एकदम इमान्दार भएर बस्नु पर्यो यताउति फेरि सुरत खाने भयो भने फेरि हुँदैन मबाट फेरि म त फेरि रुमबाट फेरि निकालिदिन्छु फेरि त्यस्तो सोधो छ भने त अब केही छैन यहाँ बस्न केही हुन्न अब यताउति अब नियमको पालन चाहिँ गर्नु पर्यो ए ल ल हुन्छ ए ल ल हुन्छ म भोलि म रुम सफा गरेर राखिदिन्छु तिमीहरू आएर बस्नु हुँदैन त्यस्तो हुँदैन कता हो कता साथी छिटो आउनु पर्यो यार यता यहाँ भाइ आइसक्यो यार कति ढिलो भयो क्या यार अलिक छिटो आउनु पर्यो क्या यहाँ हामी यता कागती बिहा तल जङ्गलतिर छौँ होइन सागतिर छौँ अलिक छिटो आउनु पर्यो क्या यार छिटो आउनु पर्यो क्या साथी यार साथी म पनि पास भयो अब केही छैन अब भेटेर कुरा गरौँला म त्यही सिङ्गल ट्रीमा आउँदैछु भेटेर कुरा गरौँला ल अहिले फोन राखेँ है हेलो दोस्तहरू के छ बसेर कुरा गरौँ के पुरै यासीमा ए पलस आयो भन्ने केटा भइदिने त यार हराइदिने त त्यस्तो चाहिँ होइन अब पुरै केटीसँग बिजी हो कि अब केटा त आमा हेन्ची भइरहेको त के हो पुरै साथीलो देखाबे उ हेर न चस्मा हेर उ सी घाना के हो यार ए पलस आएर पनि यार पार्टी साइड छैन हामीलाई ए दोस्तको पनि ए पलस आयो हो नि त अनि मेरो ए पलस होइन के यो अब कुरा गर्छ यार के छ त यार 50-50 भाँडा के छ केटाहरू त्यसो भए जाउँ न त जाउँ न त जाउँ हो केटा जाउँ हो के ल्यायो यार ये यति बेला हुन्न पार्टी तपाईँ 50 रुपियाँ हो गयो यस्तो खान्छ मैले दाइले खाऊ न यार मिठो मिठो हुन्छ कहाँ खाने चिज त यार खाने चिज होइन नि अरे यो हो क्या के भन्छ त मलाई मन परेन केटाहरू अब यति मलाई पुग्दैन होइन केटाहरू अब यसो रुममा गइसकेपछि यसो ल्याउनु पऱ्यो केटाहरू खराब त छैन बोतलको पानी खराब त छैन बोतलको पानी ठिकै ल्या है पानी केटाहरू यति चाहिँ मलाई हुन्न है बेलुका यसो अलग ही लेभल का बन्दा था ठिकै छ दोस्त बेलुका मासु सासुको व्यवस्था गरौँला नि त मासुले पुग्दैन फेरि टेन्सन नगर्नु यार बेलुका बुवाले कल गरेर म पैसा हाल भनेर पाइहाल्छु बेलुका यस्तो पनि अब कटाङको यस्तो भयो नि त हुन्न भइहाल्छ नि यार मजाको छोराले एकचोटि भनिसकेपछि त्यो काम गर्छ कि अब बोली कि ल केटाहरू खानपिन भइसक्यो अब बेलुकातिर भेटौँला मेरो घरमा काम छ है
ल त ल राम्रोसँग ल त ल राम्रोसँग जानु साथी यार मेरो गर्लफ्रेन्डलाई भेट्नु थियो यार यता काम थियो ल पछितिर भेटौँला नि त है ल ल ल ल है हेलो सङ्गीता कहाँ हो के यत्रो बेर फोन गर्दा किन नउठाएको कहाँ छस् लाडी ल ल त्यसो भए म आएँ कति ठुलो खोला रहेछ त मलाई लग्न आउन बेबी आउँदैछु न तेरो बस न त बेबी बाटो बोलक रहेछ क्या यस्तो खोला बोला रहेछ आउनै सकेन च्याउनु पर्यो क्या मलाई लिन ल ल फोन राख आउँदैछु गाडी ल आइज्ञा आयो हुँदैन कि म सक्दिनँ मैले बोकेर लग्नु पर्यो जस्तै भने बाटो बोल्न रहेछ अरे म मर्छु त ढिला गरेको के देखेको छैन कस्तो भिजेर म मर्न लागिसक्यो यो चिसोले लग न कतै ठाउँमा हिजो मेरो उता घाम भए ठाउँमा गएर बसम बस बस ल एकचोटि आइबसम है के हो त आजकल मलाई टाइम पनि दिदिन अर्कोसँग के व्यस्त छौ कि हो छैन यार बेबी त्यस्तो छैन मबाट मेरो फर्स्ट आयो भने कि तिमीले त्यस्तो होइन होला हो साँच्ची हो तिमीलाई यति धेरै माया लाग्छ मलाई अनि कल गर्दा नि किन नउठाएको त अनि के हो त आजकल मलाई टाइम पनि दिनु किन यस्तो बिजी भइरहेको छ घरमा मम्मी बुवा हुनुहुन्छ कि मलाई लानुहुन्छ त्यही भएर हजुर हजुर मलाई त त्यस्तो लाग्दैन साँच्ची हो कि नपदे अब कसरी भनौँ तिमीलाई यस्तो गर्मी भइरहेको छ मलाई भोक पनि लागिरहेको छ यस्तो चिसो चिसो ल्याएर Oh my god! एउटा रेस्टुरेन्ट खाइदिन्छु ल ल जाम